नमस्कार। नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक राजनीतिक दल, तर आजकाल यो पार्टी आफ्नै घरभित्रको लडाईँमा नराम्ररी फसेको छ। यस्तो लामो इतिहास बोकेको पार्टीमा आखिर किन र कसरी यस्तो विभाजन आइरहेको छ त? आउनुहोस् आज हामी यसैको गहिराईमा पुगेर कुरा गरौँ। अब हेर्नुहोस्, नेपाली कांग्रेसको जरा त नेपालको प्रजातान्त्रिक आन्दोलन सँगसँगै जोडिएको छ, हैन? कति दशकौंसम्म देशको राजनीति यही पार्टीको वरिपरि घुम्यो। तर आज अवस्था कस्तो छ भन्दा पार्टीभित्रै कलह नै कलह छ। अब प्रश्न त उठ्छ नै, यति बलिउड इतिहास बोकेको पार्टी आज यो अवस्थामा कसरी आइपुग्यो? हो, ठ्याक्कै यही प्रश्नको उत्तर आज हामी खोज्ने प्रयास गर्नेछौँ। खासमा कांग्रेसलाई भित्रभित्रै कमजोर बनाइरहेका केही मुख्य दरारहरू छन्। आज हामी तिनै दरारहरूबारे विस्तृतमा कुरा गर्नेछौँ। हामी सुरुमा विवादको जड के हो भनेर हेर्नेछौँ, त्यसपछि नेतृत्वमा देखिएको टक्रावको कुरा गर्नेछौँ, अनि गठबन्धनभित्रको असन्तुष्टि र अन्त्यमा यी सबैको बीचमा पार्टीको भविष्यको बाटो के होला त भनेर पनि विश्लेषण गर्नेछौँ। ल सुरु गरौँ विवादको जडबाट। सबैभन्दा ठूलो र अहिले देखिरहेको द्वन्द्व भनेको पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा हो। महाधिवेशन भनेको त पार्टीको आन्तरिक लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण पाटो हो, तर अचम्मको कुरा के छ भने यही प्रक्रिया नै अहिले विवादको सबैभन्दा ठूलो कारण बनिदिएको छ। यहाँनिर पार्टी प्रष्टसँग दुई खेमामा बाँडिएको देखिन्छ। एकातिर एउटा पक्ष छ जसले भन्छ पहिले महाधिवेशन गरौँ, आफ्नो घर बलियो बनाऊ अनि मात्र चुनावमा होमिनुपर्छ। तर अर्को पक्षलाई के डर छ भने चुनावको मुखमा महाधिवेशन गर्दा त झन् ठूलो फाटो आउँछ, घरै भत्किन सक्छ। भनेपछि यो पार्टीको आन्तरिक लोकतन्त्र बचाउने कि चुनावी रणनीति अपनाउने भन्नेमा ठूलो द्वन्द्व देखिन्छ। अब कुरा महाधिवेशन कहिले गर्ने भन्नेमा मात्रै सीमित छैन, त्यो महाधिवेशनबाट कस्तो नेतृत्व आउने भन्नेमा पनि उत्तिकै ठूलो लडाईँ छ। पार्टीको लगाम कसको हातमा जाने त? हो, यहीँनिर आएर पुरानो पुस्ता र नयाँ पुस्ता बीच सिधै टक्राउ देखिन्छ। खास गरी युवा पुस्ताका नेताहरूको आवाज हो यो। उनीहरूको भनाइ के छ भने अहिलेको नेतृत्वले पार्टीलाई सशक्त बनाउन सकेन, खासै केही शक्ति देखाउन सकेन। उनीहरूलाई लाग्छ कि अब परिवर्तनको बेला आइसक्यो, पार्टीमा नयाँ सोच र नयाँ ऊर्जा चाहिन्छ। तर अर्कोतिर हेर्ने हो भने स्थापित पुराना नेताहरूको तर्क फेरि बेग्लै छ। उहाँहरू भन्नुहुन्छ पार्टी चलाउन अनुभव र संयम चाहिन्छ, लहरमा चल्दैन। उहाँहरूको विचारमा देशको जटिल राजनीति बुझ्न र ठिक निर्णय लिन अनुभव नभई हुँदैन। भनेपछि यो त उही अनुभव र युवा जोश बीचको पुरानै टक्राउ जस्तो देखियो, होइन त? अब पार्टीभित्रको यो किचलोमा भनौँ न आगोमा घिउ थप्ने काम चाहिँ अहिलेको सत्ता गठबन्धनले गरेको छ। कांग्रेस सरकारमा छ, यो त हामी सबैलाई थाहा छ। तर पार्टीभित्र एउटा ठूलो समूह छ जो यो गठबन्धनको काम गर्ने तरिका र त्यसमा कांग्रेसको भूमिका देखेर पटक्कै खुसी छैन। अब किन खुसी छैनन् त भन्दाखेरि मुख्य कारणहरू के देखिन्छ भने गठबन्धनमा भएको सहमति अनुसार कामहरू भएनन्। कतिपय निर्णयहरू त सहमति बाहिरैबाट भए। उनीहरूलाई के लाग्छ भने पार्टीले आफ्नो एजेन्डा लागू गराउनुको सट्टा गठबन्धनमा खाली शक्ति बाँडफाँडको बार्गेनिङमा मात्रै अल्झियो। यसले के गर्यो भन्दा पार्टी नेतृत्वमाथि आफ्नै नेताहरूको प्रेसर वात्तै बढाइदियो। ल, यति धेरै चुनौतीहरू र विवादहरूको कुरा त हामीले गर्यौं। अब अलिकति भविष्यतिर हेरौँ न, के कांग्रेसले यी सबै मतभेदहरूलाई मिलाएर फेरि एक हुन सक्ला त? पार्टीको भविष्य अब केमा निर्भर होला? हेर्नुहोस्, विभाजन जति नै गहिरो देखिए पनि नेपाली कांग्रेसलाई अहिले नै कमजोर आँखिहाल्न चाहिँ मिल्दैन। यदि पार्टीले आफ्नो आन्तरिक लडाईँलाई अलिकति सुझबुझ देखाएर मिलाउन सक्यो भने यो अझै पनि देशको राजनीतिमा एउटा निर्णायक शक्ति बन्न सक्छ। त्यसो भए एकताको बाटो के त? पहिलो कुरा, महाधिवेशनको टुङ्गो लगाउनै पर्यो। यसले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रियालाई फेरि जीवित बनाउँछ। दोस्रो, नेतृत्वको विवाद पनि सुल्झाउनै पर्यो ताकि भविष्यको बाटो क्लियर होस्। जब यी दुईवटा कुरा मिल्छन् तब मात्रै पार्टी एक भएर फेरि एकपटक चनाखो र बलियो भएर राष्ट्रिय राजनीतिमा आफ्नो पुरानो साख फर्काउन सक्ने देखिन्छ। र अन्तमा फेरि पनि घुमिफिरी प्रश्न त्यही आउँछ कि कांग्रेसले यी सबै विवादहरूलाई मिलाएर फेरि एक हुन सक्ला त? यो प्रश्न कांग्रेसको मात्रै होइन, किनभने यसको जवाफले नेपालको समग्र लोकतान्त्रिक राजनीतिको भविष्यलाई पनि असर गर्छ। अब यसको जवाफ त नेताहरूको विवेक र आउने समयले नै देला। हेर्दै जाउँ के हुन्छ।